यसलाई हामीले एकदम सत्य तथ्य तपाईँहरू निर्धक्क हुनुहोस्, पीडितको संरक्षण गर्ने, पीडितलाई न्याय दिलाउने, कानुनी जसले गरेका गल्ती गरेका छ त्यसलाई चाहिँ कानुनी कठघरामा ल्याउनको लागि चाहिँ हामीले प्रहरीबाट गर्नुपर्ने कर्तव्य हामी अवश्य निर्वाह गर्छौं। जुन यहाँले चाहिँ पहिला जसरी बाहिर आयो 5 जना व्यक्ति भएर चाहिँ लगेर उठाएर जुन ग्याङ रेप भयो भन्ने टाइपले चाहिँ जसरी बाहिर आयो, अब अफवाह फैल्यो के भयो, उहाँहरूलाई पनि डर ढाड धम्कीमा केमा पर्नुभयो, दबाब प्रभावमा कसरी पर्नुभयो। तर अहिले उहाँले चाहिँ फेरि अभियन्ताहरूले उहाँले सहयोग गरेर उहाँले चाहिँ वास्तविकता के हो त भन्ने भइसकेपछि पछि चाहिँ अहिले एकजना मात्रै नै यो घटनामा चाहिँ इन्भल्भ भएको हो, एकजनाबाट नै यो घटना भएको हो भन्ने चाहिँ भएको छ। बाहिर सामाजिक सञ्जालमा विभिन्न फोटोहरू पनि पोस्ट भएको, यो त सहमतिमा यौन सम्बन्ध भएको हो, कहाँबाट यो चाहिँ बलात्कार भयो र भन्ने खालका पनि सामाजिक सञ्जालहरूमा आएको पनि मैले भेटेको छु। म यहाँलाई के स्पष्ट गराउन चाहन्छु भने जो नाबालिग हुनुहुन्छ उहाँको उमेर जम्मा 16 वर्ष मात्रै हो। कानूनले गरेको व्यवस्था अनुसार 18 वर्ष नपुगिकन कसैको बीचमा चाहिँ यौन सम्बन्ध हुन्छ भने पछाडि त्यो केटी नाबालिगै मानिन्छ र कानूनले त्यसलाई दण्डित गर्छ। त्यो चाहिँ रेप केसै हुन्छ। 16 वर्षदेखि 18 वर्ष भएकोलाई त्यसलाई रेप मानिन्छ र त्यसलाई 10 देखि 12 वर्षसम्म सजायको व्यवस्था कानूनले गरेको छ। त्यो व्यवस्था अनुसार हुन्छ। हामी यसमा चाहिँ जुटाउनु पर्ने प्रमाण जुटाउनलाई यहाँहरूको पनि सबैको भूमिका रहने नै छ। यहाँले गरिनुहुन्छ। उहाँलाई फेरि गएर त्यही समाजमा गएर फेरि शान्तपूर्ण बस्न पाउने, आफ्नो व्यवसाय गर्न पाउने, आफ्नो जीविकोपार्जन गर्न पाउने वातावरणको सिर्जना गर्नलाई हाम्रो तर्फबाट हामी पहल गर्छौं। हामी उहाँहरूको संरक्षण पनि गर्छौं र त्यहाँका जुन स्थानीय मान्छेहरू उहाँहरू हुन्छन् उहाँहरूले पनि अब त्यस्तो कुनै द्वेष भाव नराखेर अपराध भएको छ, त्यहाँ 2टा घटना भएको छ, एउटा बलात्कार भएको छ, त्यही बलात्कारसँग जोडेर फेरि त्यहाँनिर चाहिँ अब आक्रोशमा भएर त्यति बेला आफ्नो मान्छेलाई चाहिँ बलात्कार गरेको देख्दै गर्दा फेरि त्यहाँ त्यो समूहले चाहिँ त्यहाँ फेरि स्थानीय मान्छेहरू चाहिँ फेरि आक्रोशमा आएर त्यहाँ अर्को घटना भएको छ, त्यहाँ जनमानी उद्योग भएको छ। त्यो घटनालाई पनि हामीले त्यतिकै सेन्सिटिभली हेर्छौं र यो घटनालाई पनि त्यतिकै हेर्छ। जो दोषी छ त्यो कानुनी कठघरामा आउँछ र जसले गल्ती गरेका छैन त्यो मान्छे चाहिँ जाहेरीमा नाम हाल्दैमा त्यो मान्छे चाहिँ फेरि दोषी ठहरिएको भन्ने पनि होइन। भोलि अनुसन्धानबाट छुट्टिँदै जाँदा फेरि जो दोषी हुन्छ त्यो कानुनी दायरामा आउँछ। यहाँहरू सबैलाई धन्यवाद। यहाँले अब फेरि पनि हाम्रो यहाँको भूमिका, यहाँको सहजीकरणको लागि चाहिँ फेरि हामीले अनुरोध गर्छौँ। फेरि भोलि पनि उहाँलाई भिक्टिमलाई सहयोग सपोर्ट गर्ने कुरा फेरि हामीलाई कति मान्छेहरू चाहिँ यहाँ फेरि भेट्नुपर्ने होला, साक्षीका कुराहरू होला, त्यही गाउँमा जानुपर्ने होला। त्यसको लागि यहाँ फेरि हामी सपोर्ट हामीले मान्छौँ पनि। प्रहरी एक्लैमा आफैले केही पनि गर्न सक्दैन। यहाँ जस्तो मान्छेको पनि हामीलाई अभियन्ताहरूको पनि हामीलाई सपोर्ट हुनुहुन्छ। सबै मिलेर उहाँहरूलाई चाहिँ पीडितलाई न्याय दिलाउने कुरामा हामी सबै एक ठाउँमा छौँ भन्ने म प्रतिबद्धता दिलाउँछु र यो जाहेरी अहिले भर्खरै हामी यहाँ दर्ता गर्छौँ र प्रतिवादीलाई पनि हामी अहिले बाहिर उपचार भइरहेको छ, हाम्रै संरक्षणमा छ, हाम्रो प्रहरीको निगरानीमै छ। हामी उसलाई पनि तत्काल लिएर आएर तत्काल हामी उसलाई चाहिँ म्याथअप गरेर चाहिँ कारवाही अगाडि बढाउँछौँ। धन्यवाद।